सन्चै हुनुहुन्छ नि? दाइ भाइ हंगामामा तपाईलाई स्वागत छ है। यो मेरो खुरापाती दिमागमा के आइडिया हुन्छ हैन गाइस। नाम पनि हंगामै छ हैन च्यानलको नाम। अब भिडियो पनि हंगामै हुनु पर्यो। मैले सानैदेखि सोच्ने गर्थे कि हैन यो कोइचीको साइडतिर हैन यो बाँस बान्ने अथवा पाइप बानेर के हामीले रुखको टुप्पामा भएको चिजलाई चाहिँ काट्न सक्छौं त। भिडियो चाहिँ स्किप नगरिकन जानु है। स्किप नगर्ने फेरि स्किप गर्न पनि फेरि मैले जाने फेरि सिजन चाहिँ आरुले रिचीको छ, आफको पनि छ हेर्नुस् गाइस। चोर्न चाहिँ जान मिलेन, आफ्नै घरतिर आइएछ के चोर्ने भन्ने हैन। कि यो मेरो आइडियाले काम गर्ला त गाइस? यदि गर्यो भने ठीक छ, गरेन भने त्यो पनि ठीक छ। कोर्स अरे कहाँ गरे त? भिडियो हेरेर जानुपर्छ है फेरि। बुझ्नुभयो? दाइ भनौँ कि भाइ भनौँ हैन, महोदय भन्ने के। दाउरा काट्ने बन्छ र त दाउरा काट्ने कैसी बाँस। यहाँ बाँस पाइन्छ नि आमाले सोध्नु पर्छ। बाँस त पाइन्छ, जति पनि पाइन्छ है गाइस। बाँस त जति पनि छ है, तर अर्को बाँस चाहिँ पाइन्न है। जंगलमै सुत्ने यहाँ आएर त म यो बान्दैछु हैन। सो गाइस यतिको मिहिनेतको लागि चाहिँ एउटा लाइक पनि छोडिदिनुहोस् है। जे छ मनमा आएको कमेन्ट टक्क लेखिदिने। गाइस एउटा चाहिँ यस्तो भयो है, देखाउने एउटा पाटो चाहिँ मकै पारी दर्याम। जीवन चलाउनलाई जीवन साथी चाहिन्छ हैन, कोइची बनाउनलाई बाँस पनि चाहिन्छ गाइस। मस्त जोक मारा। अब मेरो आइडियाले कतिको काम गर्छ है गाइस यसले। मैले जस्तो सोचेको त्यस्तो हुन्छ कि हुँदैन है गाइस। सेयर गरिदिनुहोस् है, जति सक्दो सेयर गर्नुहोस् गाइस। खानेले चाहिँ हाम्रो यो हतियार बनिसकेको छ। यो हतियार चाहिँ यति महँगो छ साथीहरु, यति महँगो छ कि तपाईले घरमै बनाउन सक्नुहुन्छ कि। तर घरमा चाहिँ मम्मीले गाली गर्ने त हैन, फेरि सिलाइ कटाइको त्यो मेसिनवाला कुँची ल्याएर नबनाउनु लाग्दाखेरि मार्नुहुन्छ। यो त मैले घरमै थियो, घरमै अर्डर लिएर आएको होइन गाइस। चोरेर नदिनु ल, घर सोधेर चाहिँ बनाउँछु है। यति कुराबादी आइडिया छ भने यसो कमेन्ट बक्समा पनि लेखिदिनुहोस्, म चाहिँ ट्राई गर्छु। हुन्छ कि हुन्न? अब चाहिँ हामीले त्यहाँ आरु छन् होइन माथि, त्यो आरु चाहिँ हामीले काट्छौँ क्या गाइस। यहाँ माथि यहाँ आरु छन् होइन गाइस, देख्न सक्नुहुन्छ आरु। खस काम चाहिँ गऱ्यो है गाइस। गाइस झरो लिएर चाहिँ झारीमै हामीले गाइस देख्न सक्नुहुन्छ है। झार्यो चाहिँ काम लाग्यो क्या, यो बनाएको काम लाग्यो। आजको भिडियो कस्तो लाग्यो त गाइस? राम्रो लाग्यो? राम्रो लाग्यो भने फेरि लोभी लाएर लाइक गरिदिनुहोस् ल। ल म चाहिँ गएँ, बाइ बाइ, नमस्ते गाइस। चाइनाको माल यस्तै हेर्नुहोस् गाइस। धेरै दिनको तपस्यापछि बनाएको मिहिनेत खेरमा गयो, एकदम दुःख लागेको छ गाइस। फेरि यसलाई बानेर बनाउनु भन्दा भिडियो एकपल्ट फेरि रिपिट गरेर हेरिदिनुहोस् ल।